त्यो कुरा चाहिँ अब भन्न त नहुने हो, तर पनि सो म चाहिँ अलि लजाउँछु र बिस्तारै मेरो बानीहरू बसिरहेको छ। गाउँतिरको भिडियो डेली यसरी बनायो भने चाहिँ म लजाउन्न साथीहरू। गाउँतिर फेरि म लजाउन्न है साथीहरू। हेलो एभ्रिवान, नमस्ते एन्ड झोले सम्पूर्ण साथीहरूलाई तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। अगेन दिस इज मी दिल मगर। सो अल्सो तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु। र साथीहरू तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। र गाइज आज चाहिँ निकै दिनपछि मैले भ्लग ल्याएको छु र यो भ्लग चाहिँ पोखराकै हुन्छ। डेली जस्तो म चाहिँ माथि विजयपुरभन्दा माथि कालिका भन्ने ठाउँमा बस्छु नि त, यता काम गर्छु नि त। सो त्यस कारणले अब यहाँको नजारा चाहिँ तपाईँहरूलाई अब गाउँकै हो त, यो त हाम्रो गाउँ जस्तै त हो यहाँको ठाउँ। त्यही भएर अनि तल झर्दाखेरि चाहिँ सधैँ मैले यसरी नै भ्लग बनाइरहेको हुन्छु। र आजको भ्लग पनि एकदमै इन्ट्रेस्टिङ अनि टाइटल थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला तपाईँहरूले के को बारेमा भिडियो बनिरहेको छ भनेर। सो अगेन्स तपाईँहरूले हेर्दै गर्नुहोला भिडियोलाई अन्तिमसम्म होइन। सो मन पर्छ भने चाहिँ लाइक पनि गरिदिनु होला है त साथीहरू। सो अहिले चाहिँ साथीहरू म चाहिँ टक्क लाएर आफ्नो काम गरेको रिसोर्टभन्दा यतापट्टिको डाँडामा छु र यताबाट भ्लग स्टार्ट गरिरहेको छु। र अहिले चाहिँ बिहानको 8 बजिसकेको अवस्था छ र म चाहिँ आज हिँडेको छु। र बिहान तपाईँहरूले देख्न सक्नुहुनेछ हिमाल त खासै देखेको छैन आजभोलि चाहिँ। एकदमै यता चाहिँ बादलहरू लागेको हुन्छ नि त, छिनछिनमै मौसम चाहिँ परिवर्तन भइरहेको हुन्छ। घरि पानी घरि घाम लाग्ने, धेरै जसो घामै लागिरहेको छ यो गर्मी सिजनमा चाहिँ। सो बिहान 8 बजेको हेर्नुहोस् न साथीहरू, यस्तो घाम लागेको छ कि। सो आज चाहिँ म सधैँ चाहिँ म पहिला चाहिँ हिँडेरै जान्थेँ न। आज चाहिँ खै गाडी पायो भने चाहिँ गाडीमा जाऊँ कि भनेर, यस्तो गर्मी छ कि त्यही भएर। अनि त्यसपछि मैले चाहिँ यस्तो सर्ट लाएर हिँडेको छु। गर्मीले यो डढ्छ भनेर, हातहरू डढ्छ भनेर यस्तो पाराले। तर हाफ लगायो भने चाहिँ कालो भएको कि मेरो हातहरू, त्यही भएर पनि। र म चाहिँ एक्लै हिँडिरहेको छु साथीहरू बाटोमा। सो भिडियोमा बनाउनु होला। त्यसपछि तल यहाँ थोरै तल चाहिँ हाइवे बाटो छ, त्यहाँबाट चाहिँ गाडीहरू चाहिँ टाइममा मात्रै पाउने हुन्छ यहाँ गाउँतिर जस्तै साथीहरू होइन। यो पोखरा नजिकै भयो भने यहाँबाट 10 किलोमिटर मात्रै हो तल पृथ्वी चोक चाहिँ यहाँबाट पोखराको। अनि मैले काम गर्ने ठाउँ चाहिँ माथि हो 10 किलोमिटर पोखराभन्दा माथि, सिधै विजयपुरबाट तपाईँहरू पनि आउन सक्नुहुन्छ। माथि कालिका भनेर आयो भने चाहिँ ठ्याक्कै मैले काम गर्ने डाँडातिर आउनुहुन्छ तपाईँहरू। डाँडा छ क्या तपाईँ गाउँकै जस्तो। हेर्नु न यस्तो छ सबै मकै जति अस्ति असिनाले हानेर सबै फेरि मकै जोतेर मकै लगाइसकेको रहेछ। के हो त्यहाँ त यार, हाम्रो पनि सबै त्यत्रो मकै थियो है साथीहरू, सब नोक्सान भइसक्यो नि त। त्यही भएर यो बाटो चाहिँ यस्तो छ साथीहरू। घाम चाहिँ माथि डाँडामै लागिरहेको छ। लेट्स सी तपाईँहरू भिडियोमा बनिरहनु होला अनि लास्टसम्म भिडियोलाई हेरेर चाहिँ इन्जोय गर्नु होला है त। घाम चाहिँ यत्तिकै एकदमै चर्क्यो साथीहरू। ल यहाँ चाहिँ यो एरियालाई चाहिँ यो सानो गाउँ छ। मैले काम गर्छु माथिपट्टि हो, त्यो डाँडा माथिपट्टि। यहाँबाट त खासै देखेको छैन, पारिपट्टि गाउँ डाँडा भन्छ, पारिपट्टिको चुली डाँडा अरे के डाँडा भन्छ यहाँ चाहिँ। अब म चाहिँ यो ठाउँमा चाहिँ मैदान भन्छ। सो हाम्रो रेस्टुरेन्टभन्दा अलिक तलको गाउँलाई चाहिँ गाउँहरू चाहिँ यस्तो छ। यो बाटोमा हेर्नु न घर कस्तो छ, यहाँबाट देखिन नजर यस्तो छ है साथीहरू। म उता आएको गाइज, अहिले चाहिँ म आइसकेको छु। यहाँबाट दुईवटा बाटो छ, म चाहिँ यता बाटो जान्छु कसरी हुँदैको बाटो। यहाँ चाहिँ गाडी त्यति जान्न, बाइकहरू मात्रै जान्छ। सानो गाडी यताबाट गाडी लाग्दैन है साथीहरू, तलबाट मात्रै हो, सिधै लेक साइडको लागि गाडी लाग्छ। अनि यो बाटो चाहिँ विजयपुर जान्छ, सिधै विजयपुर पुग्छ यो बाटो चाहिँ हुँदै। यो बाटो हो म जाने हिँड्दै। र घाम चाहिँ अति नै लागेको छ आज चाहिँ। लेसी यार यस्तो अब यता अलि बोट बिरुवाहरू छ, अलि शीतलै हुन्छ। सर्टकट बाटो जान्छु म चाहिँ। यो बाटो गयो भने त मलाई लाग्छ 20 मिनट लाग्ने ठाउँमा 1 घन्टामा पुग्छ साथीहरू तल। सो त्यही भएर म चाहिँ सर्टकट बाटो जान्छु यहाँबाट चाहिँ। अब त्यही नै हो। यस्तो भइसक्यो यहाँबाट म कति हिँडेँ भन्दाखेरि, मेरो रेस्टुरेन्टबाट चाहिँ त्यति धेरै हिँडेन है साथीहरू। म चाहिँ यहाँबाट चाहिँ लगभग 3 मिनट 4 मिनटमा यस्तो पसिना आएर, गर्मी अति नै छ साथीहरू पोखरामा पनि दिउँसो चाहिँ। अनि बेलुकी शीतलै छ, बिहान र बेलुकी चाहिँ शीतलै छ। तपाईँहरूकोतिर कस्तो छ कमेन्ट गर्नु होला साथीहरू होइन। सो त्यही नै हो, एक्लै बिन्दास पारामा म चाहिँ टक्क लाएर आज चाहिँ हिँड्दैछु भनौँ न। अब केही कुराहरू तपाईँहरूलाई पनि भन्न चाहन्छु। र म चाहिँ किन यत्रो दिन भ्लग बनाएन होइन, मेरो चाहिँ
2 दिन छुट्टी थियो मेरो, त्यो कटाउँदा 2 हप्ता त्यत्तिकै गइहाल्यो। त्यसपछि 2 हप्ता पछाडि मात्रै मैले भ्लग भिडियो ल्याएको छु, सर्ट भिडियो चाहिँ हालिरहेको छु। तपाईँहरूले माया गरिदिनु होला साथीहरू, किन हो त्यस्तो माया नगर्ने है। अलि राम्रो तरिकाले एकदम सोझो पाराले भिडियो बनाएर चाहिँ कन्टेन्ट त त्यस्तै छ मेरो होइन, इन्ट्रेस्टिङ त छैन। तपाईँहरूले हेर्ने भ्युअर्सहरूलाई थाहा छँदै छ होइन। सो त्यही पनि यसो माया सपोर्ट देखाउनु होला, त्यसपछि मलाई पनि मोटिभेसन मिलेछ। त्यसो बाटो चाहिँ यस्तो घुमाउनु छ हो गाइस, तर घाम चाहिँ यस्तो चर्केर हो, के गर्नु यस्तो चर्किरहेको छ है। अब के गर्नु, यस्तै शीतल शीतलमा म चाहिँ एक्लै बोल्दै तपाईँहरूसँग कुरा गर्दै होइन, तपाईँहरूलाई यहाँको इन्फर्मेसन कुराहरू गर्दै, तर त्यस्तो इन्ट्रेस्टिङ त छैन। तर बजारको भिडियोहरू आज पनि अब क्याप्चर गर्न सक्छ छैन, म चाहिँ एकदमै लजाउँछु क्या गाइजहरू। त्यो कुरा चाहिँ अब भन्न त नहुने हो, तर पनि सो म चाहिँ अलि लजाउँछु र बिस्तारै मेरो बानीहरू बसिरहेको छ। भिडियो डेली यसरी बनायो भने चाहिँ म लजाउन्न साथीहरू। गाउँतिर फेरि म लजाउन्न है साथीहरू, यता बजारतिर किन धेरै मान्छे भएर होला लजाएको है। सो अनि मैले चाहिँ यहाँ रिसोर्टमा मैले काम गर्न थालेको पनि लगभग 10 महिना 9-10 महिना भइसकेको छ र अब चाहिँ फाइनली गाइज गाउँतिरको भिडियो आउँछ फाइनली होइन। सो बिहा भएको के भन्यो मैले यस्तो यार त्यत्तिकै भन्छु म चाहिँ फाइनली गाइज होइन। गाउँतिर जाँदैछु, यहाँ चाहिँ अब काम लगभग अब छोड्ने नै निर्णय भइसक्यो मेरो। सो मेरो साउसँग पनि सबै कुराहरू भइसक्यो। उहाँले चाहिँ अब 1-2 दिनमा अब पैसा गरिदिनुहुन्छ र मैले किन छोडेको भन्दाखेरि चाहिँ त्यो कुराहरू तपाईँलाई टक्क लाएर भन्छु यहाँ है। ध्यान दिएर सुन्नु होला गाइजहरू। यस्तो पनि हुन्छ कि नेपालमा काम गरेपछि गाइजहरू धेरै गाह्रो, अर्काको अन्डरमा काम गरेपछि गाह्रो। त्यही माथि म चाहिँ कुक, त्यही माथि यो कस्टमरको गाली, साउको गाली, वेटरको गाली, भित्र हेल्परको काम नगर्दा त्यसको गाली, अलिकता काम अब मिठो बनाएन भने कस्टमरको गाली, त्यस्तो चाहिँ भइरहन्छ साथीहरू होइन। मान्छे हो, अब गल्ती भइरहन्छ कहिलेकाहीँ। अब भिडभाडमा अब धेरै मान्छे आएको बेलामा अब एक्लै छ, त्यही माथि अब हेल्पर छैन साथीहरू। अनि हाम्रो चाहिँ बनिरहेको छ नि त्यो बिल्डिङ, अनि त्यहाँ पनि अब कामहरू ठप्प भएको छ। साउ अब काठमाडौँको हो, अनि ऊ चाहिँ अब कहिलेकाहीँ आउँछ, अनि त्यसपछि केही वास्तै गरेको जस्तो लाग्दैन। आफ्नो सम्पत्ति अब वास्ता त गर्नुपर्ने हो र केटाहरूको सेलेरी पनि रोकेको छ। त्यही कारण चाहिँ मैले चाहिँ काम चाहिँ टक्क लाएर बाई बाई भनेर म चाहिँ घरतिर जान लागेको। अनि लेट्स सी पछि के हुन्छ होइन। यही नै हो साथीहरू, अब भिडियोहरू कन्टिन्यू गर्ने सोचमा छु म चाहिँ। सो घरमा पनि कोही हुनुहुन्न, तपाईँहरूलाई थाहा छ। गाउँतिरको भ्लग मैले पहिलाको भिडियोहरू तपाईँले हेर्नु भएको छैन भने गएर हेर्नु होला युट्युब च्यानलमा। अनि त्यही नै हो साथीहरू, अब घरमा त्यस्तै छ। अब बुढो पनि भइसक्यो, अब बिहा गर्ने पनि सोच घरबाट चाहिँ पहिल्यैदेखि आएको, तर म चाहिँ अब अलमोस्ट बिहा गर्ने उमेर चाहिँ परिपक्का भइसक्यो। अनि त्यसपछि अरू बाँकी कुरा त के भन्नु होइन। अब कोही मन मिल्ने साथी पायो भने चाहिँ बिहा गरौँ भन्ने सोच पनि छ मेरो। यसले बाटो काट्यो यार साथीहरू, यसले बाटो काट्यो, के भयो। र घाम चाहिँ असाध्यै लागेको छ। म चाहिँ यसरी बोल्दै मलाई जिउभरि पसिना खलखल आएको छ। तर के गर्नु साथीहरू, हिँडेरै जानुपर्ने हुन्छ। गाडी चाहिँ टाइम अनुसारको पाउँछ यहाँबाट। अब गाडीमा चाहिँ प्रायः जसो म हिँड्दैन, पहिल्यैदेखि तपाईँहरूलाई थाहा छ। भिडियोमा मार्फत चाहिँ यसरी भिडियो बनाएरै हिँडेको तपाईँहरूलाई देखाउँदै गर्छु। अनि साथीहरू त्यही नै हो, घरतिरको कुराहरू चाहिँ घरतिरै गएर तपाईँहरूले भ्लगमै देख्न पाउनुहुनेछ, के गर्छ कसो गर्छ भनेर होइन। सो अहिले चाहिँ यो बाटो चाहिँ यस्तो देखिँदो रहेछ, यहाँबाट चाहिँ भ्यू चाहिँ दामी भवाल देखिँदो रहेछ है। यतापट्टिको डाँडा यस्तो भवाल देखिँदो रहेछ गाइज। यस्तो नजारा देखिन्छ यहाँबाट चाहिँ है साथीहरू। यताको काउ डाँडा भयो, हिमालहरू चाहिँ देख्दैन यहाँबाट चाहिँ। अहिले चाहिँ यस्तो बादल लगाइरहेको छ सेतो भएर है। यता पनि यो ठाउँलाई चाहिँ के भन्छ कुनै मलाई थाहा भएन। यो चाहिँ मैदानभन्दा अलि तलको हो, कसरीभन्दा अलि माथिको गाउँ हो। ऊ त्यहाँ पनि एउटा रिसोर्ट छ। अनि यता जङ्गलको बिचमा एउटा टाइगर टप भन्ने रिसोर्ट छ, एकदमै महँगो एक्सपेन्सिभ रुमहरू पाउँछ अरे। 50,000 45,000को रुम पाउँछ भन्ने छ। म चाहिँ गएको छैन। सो लेट्स सी, त्यही नै हो, यहाँबाट देखिने नजारा छ है।
र भिडियोलाई हेर्दै गर्नु होला। अनि एकैचोटि तल खोला छ एउटा, त्यहाँ देखाउँछु। अनि आज चाहिँ मोजा पनि नलाइकन हिँडेको छ मैले साथीहरू। यस्तो भएर है मोजा चाहिँ लगाएको छैन। त्यहाँ चाहिँ पुल छैन नि त, यतापट्टिको पुल बनिरहेको छ, त्यही भएर पनि मान्छे हिँड्ने पुल चाहिँ छैन। अनि गाडी हिँड्ने पुल बनाइरहेको छ, त्यही भएर त्यहाँ बिच छ। अनि जुत्ता निकालेर पारि तरेर बल्ल जुत्ता लाउनु पर्ने छ। मोजा पनि यहाँ ब्यागमा मैले बोकेर हिँडेछु होइन। त्यही नै हो भिडियो बनेर ल है त। सो गाइज अहिले चाहिँ फाइनली म आइसकेको छु, आधा बाटो आइसकेको छु। अब मात्र 10 मिनटमा तल म पुग्छु कसरी भन्ने ठाउँमा। र यहाँ चाहिँ यो खाल्टोमा चाहिँ पहिला पानी थिएन, तर यहाँ चाहिँ पानी मूलको पानी एकदम अर्ग्यानिक पानी रहेछ। यहाँ चाहिँ धारा बनाएर टक्क पाइपको धारा बनाएर रहेछ अलरेडी। पहिला चाहिँ थियो होला सायद, मैले देखेन। यहाँ जङ्गल पनि थियो, अहिले चाहिँ फाँडे रहेछ, पूजासुजा गरेछ। त्यहाँ माथिपट्टि चौतारा छ ठुलो, यता खल्टोमा पनि पानी छ, त्यहाँ पनि पानी छ। अहिले चाहिँ पानी भएछ यहाँ पानी परेर। सो लेसी अब चाहिँ टक्क लाएर त्यहाँ तल खोलाको पानीले कपाल सपाल यताउता अब गर्नुभन्दा यहीँ गरेर जान्छु। टक्क आधा त 10 मिनटमा पुगिहाल्छ तल भनेर चाहिँ अहिले चाहिँ फाइनली 9 बज्न लागिसकेको छ टाइम चाहिँ नेपालको। सो अब चाहिँ लेट्स यहाँ पानी खान्छु पहिला है। चिसो पानी एकदमै मजाको बवाल छ है पानी चाहिँ। ओहो जुत्ता भिज्छ के हो क्या यार फेरि त। पानी चाहिँ एकदमै बवाल मुलको पानी है गाइस। यस्तो मुलको पानी, आहा यस्तो मुलको पानी खान पाएपछि त के चाहियो है। बेसी हाम्रो गाउँतिर पनि यस्तै मुलको पानी धेरै निस्किन्छ, गएर हेर्नुपर्ने हुन्छ, खानुपर्ने हुन्छ। मजा एकदम छुट्टै छ क्या यस्तो मुलको पानी खानलाई चाहिँ फेरि है। किनेर खाएको भन्दा पनि एकदमै मजा फिल्टर गरेको भन्दा। अब चाहिँ यहाँबाट लाग्नुपर्ने हुन्छ साथीहरू। सो गाइज यता चाहिँ धान रोप्ने धानको बिउ चाहिँ यस्तो भइसकेको रहेछ। सब आलीहरू काटेर तलपट्टि यो चाहिँ कसरी बजारको ठ्याक्कै खोलाको साइडको नजारा हो। हेलो एभ्रिवान, म चाहिँ यहाँ दाइको उसमा चौकीदार टिका लाएर ल दाइ चाहिँ यतापट्टि हाम्रो सर पहिलाको काम गर्नेसँगै काम गर्ने सर चाहिँ अब यता रहनु भएको छ। अब चाहिँ हामी यहाँबाट लाग्नुपर्ने हुन्छ। म त तल कसरी भन्ने ठाउँमा छु साथीहरू होइन। यहाँबाट चाहिँ गाडी लाग्छ लेक साइडको, अनि त्यसपछि यहाँबाट चाहिँ टक्क लाएर जानुपर्ने हुन्छ। गर्मी चाहिँ असाध्यै छ है। यस्तो 9 बजे 9:30 बजे पनि यस्तो 10 बजे पनि यस्तो गर्मी हुने ल। अब चाहिँ यहाँ चाहिँ ब्रेड एकदम ठुलो ब्रेडको कम्पनी यहाँ चाहिँ छ। दिदीलाई चाहिँ नदेखाउनु भनेको ल साथीहरू। अब चाहिँ लाग्नुपर्ने हुन्छ। गाडी चाहिँ यताबाट आउँछ, म चाहिँ आज यो जङ्गल जस्तो कपाल छ आज चाहिँ यस्तै हो। गाडी आउँदै रहेछ उताबाट, त्यो गाडीमा जानुपर्ने हुन्छ, निलो लोकल गाडीमा। आज चाहिँ यस्तो गर्मीमा है। तपाईँ कहाँ हो? काम चाहिँ कहाँ हो? 10 घन्टा एकदम मजा छ नि पहिला भन्दा ल। हेलो गाइज, अहिले चाहिँ म टक्क लाएर यो सभागिरी भन्ने ठाउँमा आएको छु। टक्क नजर यहाँ सोक्नु छ अरे त्यस्तो यस्तो बवाल घाम लागिरहेको छ कि आज त। अनि अहिले चाहिँ म टक्क लाएर अघि चाहिँ भिडियो बनाएर मैले त्यहाँ एकदमै विद्यार्थीहरू टन्नै गाडीमा टन्नै थियो, तर त्यही भएर पनि भिडियो बनाएन। अहिले चाहिँ छाता पनि लिएर नआएको कारण चाहिँ गर्मी भएको छ मलाई। अहिले चाहिँ म ब्याङ्कमा जाँदैछु, अलिकति एटिएम। पहिले गाइज अहिले चाहिँ म कपाल काट्ने ठाउँमा आएको छु अङ्कलकोमा। एकदमै गर्मी छ। यो चाहिँ पृथ्वी चोकमा टक्कै लाएर साइडमा छ बसपाडाको छेउमै। अहिले चाहिँ पैसा पनि निकालेर ल्याइसकेँ। सो त्यही हो, अब घुम्न आएको यस्तो गर्मी छ कि भएर यार है। ठिक है, झन् पोखरामा झन् यता तलतिर झन् गर्मी रहेछ माथिभन्दा। फाइनली मेरो लुक चाहिँ कस्तो छ हेर्नुहोस् त। टक्क लाएर यो मात्रै काटेको मैले चाहिँ यो साइडको, अनि अरू चाहिँ पाल्ने भनेर कस्तो देखेछ लुक्स चाहिँ यस्तै। फाइनल लुक्स चाहिँ मेरो यस्तो भएको छ है। दाइलाई चाहिँ मैले पैसा दिएको 1000को, बिचरा उता साट्न गएको छ खुल्ला नभएर। त्यही नै हो। अब चाहिँ टक्क लाएर खाजा खानुपर्ने हुन्छ। अनि त्यो गाइज अहिले चाहिँ म यहाँ खानालाई पसेको भित्र मेरो जक्सनमा सधैँ खान्थेँ र म यहाँनिर सबै भत्काउनु लागेको छ यो गाइज। अहिले चाहिँ सबै त्यो यो सुकुम्बासी हो नि त बस्ती, त्यही भएर पनि ठ्याक्कै यो चाहिँ बस पार्क। सो फाइनली गाइज म चाहिँ अहिले आइसकेको छु यो खोराई मन्दिर जाने ठक्कै यो ढुङ्गाबाट। यहाँबाट टिकट कन्ट्रोल भइरहन्छ। यहाँबाट चाहिँ टिकटको कन्ट्रोल चाहिँ यहाँ छ। अनि त्यसपछि यहाँबाट लाइभ ज्याकेट दिन्छ, यहाँ लाउँदै हुनुहुन्छ। अनि त्यसपछि यहाँ अगाडिबाट चाहिँ यसरी ढुङ्गा लगाइरहेको हुन्छ। अनि तपाईँहरू त्यहाँ बसेर जानुपर्ने हुन्छ। अनि त्यसपछि जाँदा 50, आउँदा 50, 100 रुपियाँ लिन्छ एकजनाको।
अनि यहाँ चाहिँ टन्नै मान्छेले चाहिँ गर्नु गाइज अहिले चाहिँ म आइसकेपछि यो फोटो खिच्ने ठाउँमा यो चाहिँ टिकटकमा एकदमै भाइरल छ यहाँ फोटो खिच्ने ठाउँ चाहिँ सबै सामान्य चाहिँ यस्तो मन्दिर देखेर यहाँबाट खराइ मन्दिर भन्छ यो बिचको मन्दिरलाई चाहिँ यहाँबाट चाहिँ फोटो खिच्ने मान्छेहरू चाहिँ टन्नै छ हौ यताबाट फोटो खिच्ने टिकटक एक खालको फोटो लाएर है हेलो एभ्रिवान अहिले चाहिँ म घुम्दा अहिले चाहिँ एकदमै शीतल भइसक्यो काफी मौसम चाहिँ यहाँबाट चाहिँ भोपाल देख्दो रहेछ है गाइज यहाँबाट चाहिँ यो पामे साइडको सिनीभन्दा अलिकता यो के भन्छ फोन्दा हो कि फोन्दा भन्ने ठाउँ हो एक्ज्याक्टली मलाई थाहा भएन है यहाँबाट चाहिँ दामी बवाल भ्यू एकदमै लोकेसन चाहिँ दामी बवाल रहेछ म चाहिँ यता साथीलाई भेट्न आएको थिएँ लेट्स यहाँबाट चाहिँ गाडी चाहिँ नपाउने रहेछ तर टाइममा अनि गाडीको पर्खाइमा छु उताबाट गाडी आउँछ कि आउँदैन है मैले हेरिरहेको छु बादल हेर्नु न गाडी चाहिँ यस्तो भएर कालो भएर बिचमा चाहिँ यस्तो हेर्नु न निलो भए यतापट्टि सेतो यतापट्टि कालो अब यता झन् कति कालो हो सराङपट्टिको चाहिँ ल गाडी त्यही नै हो अब चाहिँ टक्क लाएर यहाँबाट चाहिँ दामी यहाँ चाहिँ स्विमिङ गर्ने ठाउँ पनि रहेछ यतापट्टि रिसोर्टहरू धेरै रहेछ ओ उता डाँडा भएर म उतापट्टि जानुपर्ने हुन्छ एकदमै चिसो बाटो नि त पानी परेर एकदम भिज्यो बाटोमा आउँदा गाडीमा आउँदा बाइकमा आएको थिएँ म चाहिँ सो रुममा आइसक्यो अब चाहिँ खानपिन गरेर पनि सुत्न लागेको अब चाहिँ सो तपाईँहरूलाई भिडियो कस्तो लाग्यो होला राम्रो लाग्छ भने सब्सक्राइब गर्नु च्यानललाई अनि त्यसपछि लाइक कमेन्ट पनि गरिदिनु होला र यति भन्दा यो भिडियोलाई यही अन्त्य गर्न चाहन्छु र फेरि अर्को नेक्स्ट भिडियोमा भेट हुनेछ यस्तै गरी र यतिन्जेल तपाईँहरूले हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद र अहिलेको लागि यति नै बाई बाई गाइज सी यू